दाजु नि दाजुहरू हुन्छ होइन मलाई लाग्छ भुइँचम्पा लगाउनु मलाई लाग्छ फागुनको अन्तिम चैतको पहिलो हप्ताभित्र फुल्छ ठडाको छु किन भन्दा यो गीतले भने अनुसार है भुइँचम्पा भनेको त फेरि तपाईँहरू थाहा छैन होला दाबीले फुल भन्थ्यो क्या त्यसलाई जस्तो लागेको छ त भुइँचम्पाको फेरि भुइँचम्पाले फेरि काम पनि दिन्छ त्यसरी लागेको होला जस्तो लाग्छ अनि अर्को कुरो चाहिँ नि के छ भुइँचम्पा फुललाई प्यारे भुइँचम्पा फुललाई बाकसको रुमाल झिकाइदेऊ प्यारी मै जान्छु डुल्नलाई मै जान्छु डुल्नलाई प्यारी मै जान्छु डुल्नलाई लाग्छ त्यही दाइ के यस्तो मार्मिक शब्द फागुन अन्तिम ननिकाल्नु के चैत पहिलो हप्ताभित्रमा चाहिँ भुइँचम्पा पक्का पनि फुल्छ यो गीतले भन्दा है दाजु के बुझ्नुभयो तपाईँले होइन तपाईँ दाजु हो भुइँचम्पा भन्ने चाहिँ यो आलमा हुन्छ त्यति गाह्रो पर्छ त्यो कालो हर्दी भनेछ नि त्यस्तै त्यस्तै हुन्छ पा तर यो कालो हर्दी भनेको बेसार जस्तै फल्छ भुइँचम्पा चाहिँ अलिक लामो लामो हुन्छ त्यो मर्केकोतिर काम दिन्छ हौ लगाउनु भनौँ त्यो कलिलो चाहिँ ठ्याक्कै बन्तरल हुन्छ है त्यस्तै पिस्दाखेरि त्यस्तै पनि शरमा शरा सिगरेटै खानु बात मात्रै बेरेरा बात मात्रै बेरेरा बात मात्रै बेरेरा रेलैमा जाउला रेलैमा आउला देशमा हेरेर देशमा हेरेर देशमा हेरेर यो चाहिँ अब त्यो भुइँचम्पा हाम्रो चाहिँ अब चट्टाङ चुटुङ अहिले त जहिले पनि गर्छ पहिलाको जमानामा चाहिँ तपाईँहरूले थाहा पनि फागुनभन्दा यता गाडा गर्दैन नि र त्यो फागुन अन्तिम जहिले पनि फागुन अन्तिम र चैतको पहिलो हप्ता जस्तो लाग्छ